सबैजनालाई नमस्कार मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ हामी दिदीको बर्थडे हो आज, त्यही भएको कारणले चाहिँ हामीले सरप्राइज दिउँ भन्ने त्यस्तो स्पेसल त छैन, तर पनि सानो केक त काट्न सक्छौँ। अनि धेरै पछि स्पेसल चाहिँ गर्न मन थियो दिदीको बर्थडे, तर अलिकति टाइमै मिलेन। त्यही भएको कारणले सानो केक त हामी काट्न सक्छौँ भनेर हामीले यसरी अनि प्लानिङ गरेर चाहिँ बिहान लिन गएँ। अनि 6:30 बजेतिर यसरी तयारी गर्दैछौँ। अनि अब मैले त्यो गरिसकेँ, अब हामी चाहिँ माथि जान लाग्छौँ। अनि अब दिदीको रियाक्सन कस्तो हुन्छ हेरौँ हैन। हामी एक्कासी गयौँ, तर दिदी ओछ्यानमै हुनुहुँदो रहेछ। अनि उठ्नु चाहिँ भयो, फोन हेर्दै हुनुहुन्थ्यो। अनि मम्मीले चाहिँ यसरी टेबलमा केक राखिदिनु भयो। अनि मैले चाहिँ यो चाहिँ पड्काइदिउँ भनेको थिएँ, कस्तो रमाइलो हुन्छ नि त भनेको, पड्केन, यो पैसा मात्र खेर गयो हैन। यसमा नपड्किसकेपछि अब रबिसमा लाउने बेला भयो। अनि यसरी नै हामीले विश गर्न थाल्यौँ। नानीहरू पनि खुसी भए है। मम्मी पनि अब धेरै पछि आउनुभएको, 2-3 हप्ता जति हुन्छ सँगै बसिरहेछ मैले चाहिँ मम्मीहरूसँगै। त्यही भएर मम्मी पनि खुसी, दिदी पनि खुसी हुनुहुन्छ। अनि त्यस्तै अलिअलि रमाइलोहरू गऱ्यौँ एकछिन है। अनि अब दिदीले यसरी केक चाहिँ काट्न लाग्नु भएको छ। अनि हेर्नु नि, यो हाम्रो कपडा है। अनि आजभोलि चाहिँ हामी 2-4 जना अलिक बढी नै छौँ, त्यही भएर अब त्यो धेरैमा कामै नचिन्ने जस्तो के, अब यताउता गर यत्तिकै भइहाल्ने क्या। अनि कपडा पनि त्यही टेबलमाथि नै छ है। अनि दिदीले चाहिँ यसरी केक काट्न थाल्नु भयो। अनि मम्मीलाई फर्स्टमा खुवाउनु भयो। अनि मम्मीले चाहिँ यसरी आशीर्वाद दिँदै हुनुहुन्छ। अनि हामी सबैजना खुसी हुँदै विश गरेको छौँ। अनि जे भए पनि दिदीले त यसरी मलाई केक काटिदिनुहुन्छ भनेर चाहिँ अलिकति नि इमेजिन गर्नुभएको थिएन। सो दिदीलाई ह्याप्पी बर्थडे।